सबैलाई नमस्कार। आज हामी च्याप्टर 8 मा छौं। आजको टपिक छ खाजोक परिवार र छिङ्गु भनेको साथी। हामी परिवार र साथीको बारेमा पढ्छौं। तपाईले हेर्न सक्नुहुन्छ तल। हेर्नु त, परिवार छ। आबाजी भनेकै बुबा, बुबाको खी भनेको हाइट, खुसी नै हो ठुलो रहेछ नि तरे, खिगा खुगो हाइट ठुलो र मसिसो सेयो भने के हुनुहुन्छ, ह्यान्डसम हुनुहुन्छ। ओके, बुबाको हाइट ठुलो छ भनेर है, हाइट ठुलो र के छ, ह्यान्डसम हुनुहुन्छ। अब हेर्नुहोस्, हामीले व्याकरणमा उसी भनेर पढ्छौं। उसी भनेको आदर भयो, कसरी हुन्छ म एकछिनमा भनौँला। र गो भनेको र अथवा ए र, यसको बारेमा पनि म व्याख्या गरौँला। अनि खाजोक भनेको परिवार, ओएमो भनेको रूप र संज्ञक भनेको चरित्र र नोफिम्माल भनेको उच्च भाषा र फानमाल भनेको ठाडो भाषा। यी बारेमा हामी पढ्छौं। कुराकानी 1 मा खाजोकका परिवार र छिङ्गुए देहे साथीको बारेमा मुतको सोधेर थेता फाल्सु इत्ता जवाफ दिन सकिन्छ, त्यो पढ्छौं भने कुराकानी 2 मा ओएमो रूप र संज्ञक भनेको चरित्रको बारेमा हामी पढ्छौं। ओके, ल त सुरु गरौँ। ल हेर्नुहोस्, परिवारमा इरुम भनेको नाम, आदर शब्द संगाम भइहाल्यो। छिप भनेको घर, जसलाई आदर शब्द थेक भनिन्छ। नाई भनेको उमेर, जसलाई आदर शब्दमा यन्से भनिन्छ। हाराबजी हालमनी, आबजी भनेको बुबा, सर्ट फर्ममा आप्पा भनिन्छ। अमनी भनेको आमा, अम्मा पनि भनिन्छ। हेर त, केटा र केटीको फरक छ। म केटा हुँदा दाजुलाई यङ अथवा यङ भन्छु, दिदीलाई नुना भन्छु। आने भनेको श्रीमती, यदोङसेङ भनेको बहिनी, नामदोङसेङ भनेको भाइ। म चाहिँ केटी हुँदा दाजुलाई ओप्पा भन्छु, दिदीलाई अन्नी भन्छु। ना म भइहाले, नामफेन भनेको श्रीमान। आदुल भनेको छोरा र ताल भनेको छोरी। ल यता हेर्न सक्नुहुन्छ। अब तपाईले यहाँ इत्ता भनेकै हुनु, हुनुको आदर के भयो, खेसिदा। मक्ता भने खानु, खानुको आदर छाप्सुसिदा अथवा थुसिदा। छादा भनेको सुत्नु, सुत्नुको आदर के भयो, छुमुसिदा। मालादा बोल्नु भन्नु, यसको आदर माल्सुमासिदा। आफुदा भनेको बिरामी हुनु, यसको के भयो, फ्यान्छानुसिदा। ओके, यति भयो। तल हेर्न सक्नुहुन्छ, यङजे भनेको दाजुभाइ भइहाल्यो, छामे भनेको दिदी बहिनी र नाम्मे भनेको दाजु बहिनी अथवा दिदी भाइ जे भन्नुहोस्। ओके, यङजे भनेको दाजुभाइ भयो, छामे भनेको दिदी बहिनी भयो, नाम्मे भनेको दिदी भाइ अथवा दाजु बहिनी। ओके, यहाँ फिजा भनेको पिज्जा भइहाल्यो, बिबिम्पाप भनेको बिबिम्पाप कोरियन खाना, मादाङ भनेको आँगन, छाङमुन भनेको झ्याल र थाक्ता भनेको पुस्नु भइहाल्यो। ल हेर्नुहोस्, के आदर शब्दहरू हेरौँ त। हाल्मोनिका हजुरआमा, माल्सुम हाँसिम्निदा भनेको भन्नुहुन्छ, माल आधाको आदर। त्यसै गरी हाराबजीका तपाईले हेर्न सक्नुहुन्छ, हाराबजीका फ्यान्छानु सिम्निदा, हजुरबा के को हुनुहुन्छ, बिरामी हुनुहुन्छ। हाल्मोनिका आछिमल तुसिम्निदा, हजुरआमाले ब्रेकफास्ट खानुहुन्छ। र हाराबजी थाङ्गे इत्ताको अघि नै के भनेको छु मैले, आदर खेसिदा, खेसिम निदा। यसरी हामीले प्रयोग गर्दै जान सक्छौँ। ल जाउँ तल। अब हेर्नुहोस्, एउटा ग्रामर आयो, उसी भनेको आदर। ल हेर्नुहोस्, आदर यहाँ हेर्न सक्नुहुन्छ। जस्तै खादा भव आयो, खादा भनेको जानु, जानुको आदर के भयो, खासिदा, गई बक्सुनु। यदि भवमा उसी आयो भने
तपाईले आदर भन्ने कुरा बुझ्नु पर्यो। ल हेर्नुहोस् यहाँ अर्को तपाईलाई मैले एउटा नयाँ कुरा के बताउँछु भने यहाँ खाली ठाउँ छ, मैले यहाँ लेख्न सक्छु। ल हेर्नुहोस् तपाईलाई पहिला VST मा उसेयो आयो भने नुहोस् भनेर पढाएको थियो हो, ठिक छ। जस्तै त्यस्तै गरी आज हामीले पढ्ने भनेको VST प्लस उसेयो भनेको आदर सामान्य वर्तमान काल। ल हेर्नुहोस् कसरी भन्नु होला, जस्तै ल हेर्न सक्नुहुन्छ आबजी खासेयो बुबा जानुहोस्। ल हेर्नुहोस् यहाँ आबजीगा खासेयो बुबा जानुहुन्छ। ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बुबा के भयो, जानुहोस्। ल हेर्नुहोस् उसेयो भनेको नुहोस् कुन अवस्थामा, यदि कमा आएमा। यहाँ कमा आयो हेर्नु त, कमा आयो हो, र यहाँ पार्टिकल आएमा के हुन्छ, आदर सामान्य वर्तमान काल हुन्छ। यहाँ तपाईले बुझ्नु पर्यो कि सेयो आउँदैमा नुहोस् हुने होइन रहेछ, सामान्य वर्तमान काल पनि हुँदो रहेछ। कुन अवस्थामा, यदि पार्टिकल आएमा सामान्य वर्तमान काल हुन्छ भने यदि कमा आएमा के हुन्छ, नुहोस् हुन्छ। ओके, मैले तपाईलाई यही आज उसेयो भनेको सामान्य वर्तमान काल भनेर पढाउँदैछु। ल यहाँ तल हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ तपाईले। जस्तै इक्ता भनेकै पढ्नु, इल्गु सिम्निदा त भइहाल्यो होइन, उसिदा। यहाँ सेयो आइगयो होइन, पढ्नुहुन्छ। इक्ता भनेको के, पढ्नुको पढ्नुहुन्छ। फोदा भनेकै हेर्नु, हेर्नुको फोसेयो भनेको हेर्नुहोस् होइन, हेर्नुहुन्छ आदर शब्द अथवा फोसिम्निदा। ओके, यसै गरी हालमनी के छ, हजुरआमाले तपाईलाई मैले अहिले एकछिनमा पक्नुहोस्, म तपाईलाई गरौँला। हजुरआमाले टेलिभिजन फोसेयो, टिभी हेर्नुहुन्छ, हेर्नुहोस् होइन। अमनी के छ, आमाले ओम्सिक भनेको खाना, मान्दु सिम्निदा बनाउनुहुन्छ। हाराबजी के छ, हजुरबुबाले सिन्मुन भनेको पत्रिका, इल्गु सिम्निदा पढ्नुहुन्छ। ओके, हामी यसरी गर्दैछौँ। यहाँ तपाईले अझ तल हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ, ल हेर्नुहोस् ससुर व्याख्यामा सब्जेक्ट उच्च बनाउने उसी इगा इसुम इगा छ भने विभक्ति इगाको सट्टामा केशको प्रयोग गरिन्छ। यहाँ हेर्नुहोस् यदि तपाईले कुनै आदर शब्द आयो भने नि, जस्तै तपाईले नाउनमा पार्टिकलमा इगा उन र नुन लगाउनु हुन्थ्यो, तर आदर शब्दमा हामीले केश लगाउने चलन छ, इ र गा र उन र नुनको सट्टामा। यसको अर्थ ले पनि हुन सक्छ, को पनि हुन सक्छ, चाहिँ पनि हुन सक्छ। ल हेर्न सक्नुहुन्छ आबजी के छन्, बुबा चाहिँ होएसा वनिम्निदा। हामीले त के छ भनेर बाटो भनेर पढाएको थियो नि, त्यो होइन, बुबा कम्पनीको कर्मचारी हुनुहुन्छ। यहाँ पनि हेर्नुहोस् फेरि एकचोटि, हालमनी के छ, हजुरआमाले टिभी हेर्नुहुन्छ हेर्नु त, यहाँ के भन्यो, ले भन्यो, किनभने आदरमा हामीले के लगायौँ, केश लगायौँ। अमनी के छ, आमाले चाहिँ खाना बनाउनुहुन्छ। त्यसै गरी हाराबजी के छ, हजुरबुबाले चाहिँ सिन्मुनल इल्गु सिम्निदा पत्रिका पढ्नुहुन्छ। यसरी मैले तपाईलाई केश भनेको पार्टिकलको रूपमा पनि प्रयोग हुन्छ, बाटो मात्रै होइन भनेर पढाएँ। ल तल हेर्न सक्नुहुन्छ, वाङमिनसी किसुकसाई सयो, वाङमिनजी होस्टेलमा हुनुहुन्छ। फान्जाङनिम के छन्, क्याप्टेन
सामु सिरे खेसेयो अफिसमा हुनुहुन्छ। यसै गरी दाजु चाहिँ पिज्जा खानुहुन्छ। अमोनी के छन्? आमाले बिबिम्बाप भनेको कोरियन खाना भइहाल्यो। थुसेयो भनेको खानुहुन्छ। ल हेर्नुहोस्, सेयो लेखेँ मैले, सामान्य वर्तमानकाल आधा है। आदरमा दिदी कोठा सफा गर्नुहुन्छ। हाराबजी के छ? बुबाले चाहिँ मादाङ भनेको आँगन, छङ्सो हासेयो सफा गर्नुहुन्छ। ओके, सेयोकै प्रयोग भयो। भाइ सुपरमार्केटमा जान्छ। बुबा पनि, यहाँ के छ आयो हेर्नुहोस्, बुबा पनि सुपरमार्केटमा खासेयो जानुहुन्छ। ओके, ओप्पा दाजु चाहिँ टेलिभिजन हेर्नुहुन्छ। हजुरआमा पनि टेलिभिजन फोसेयो हेर्नुहुन्छ। ल हेर्नुहोस्, सबैमा के छ र के को प्रयोग भएको छ? सेयोको प्रयोग भएको छ। अब हामी अझ तल जाउँ। अब सिम्निदा लाएर बनाऊ। आमाले चाहिँ के गर्नुहुन्छ? आमाले सफा गर्नुहुन्छ। यसै गरी हेर्नु त, हाराबजी के छ? हजुरआमाले के गर्नुहुन्छ? हजुरबुबाले के गर्नुहुन्छ? छेगल इक्ताको के भयो? इल्गु सिम्निदा, किताब पढ्नुहुन्छ। ओके, हजुरआमाले के गर्नुहुन्छ? कफिरल मासिदाको आधार के भयो? तुसिदा, तुसिम्निदा, कफी पिउनुहुन्छ। आबजी के छ? मुअसल हासिम्निका, बुबाले के गर्नुहुन्छ? है, छाङमुन भनेको झ्याल, थाक्ता भनेको पुस्नु, थाक्कु सिम्निदा। ल हेर्नुहोस्, ओके। र अमनी के छ? आमाले के गर्नुहुन्छ? योरी आधाको हासिम्निदा, खाना बनाउनु हुन्छ। ल हेर्न सक्नुहुन्छ तपाईँले, इल्गो सिम्निदा, थुसिम्निदा, थाक्कु सिम्निदा र योरी हासिम्निदा। मैले माथि के लगाएको थिएँ? सेयो लगाएको थिएँ। यी सबै आदर सामान्य वर्तमान कालहरू भए। अब कुराकानी एक हेर्न सक्नुहुन्छ। माधुले भन्नुहुन्छ, फुवाङजी आमा हाङ्गुगे कोरियामा खेसेयो बस्नुहुन्छ अरे। हजुर खाच्ची सारायो, सँगै बस्छौँ। अमोनी के छन्? आमाले कोरियामा मुसुनिल हासेयो, कुन काम गर्नुहुन्छ? भियतनाम सिक्ताङ्गे छ, भियतनामको भोजनालयमा इल हासेयो, काम गर्नुहुन्छ। अमोनी के छ? आमा चाहिँ योरी भनेको खाना, छारासेयो राम्रो बनाउनुहुन्छ। हेर्नु त, सबैमा सेयोको प्रयोग भएको छ। आदर सामान्य वर्तमान काल। ओके, ल हेर्नुहोस्, फुवाङको आमा कहाँ बस्नुहुन्छ? कोरियामा। र फुवाङको आमा कहाँ काम गर्नुहुन्छ? भियतनाम सिक्ताङ। ओके, यसै गरी प्र्याक्टिस गर्न सक्नुहुन्छ। बुबा इन्डोनेसियामा बस्नुहुन्छ र कम्पनीको कर्मचारी हुनुहुन्छ। त्यसै गरी है, अमिना चाहिँ थाइल्यान्डमा बस्नुहुन्छ, सरी आमा, र के हुनुहुन्छ? नर्स हुनुहुन्छ। अब हेर्नुहोस् त, यहाँ हामीले उच्चारण विधि पढिसकेका छौँ। अगाडि आएमा फ, पछाडि आए ब, प र फ। पारुदा छिट्टो हुनु, फादा भनेको समुद्र भइहाल्यो, फादो भनेको समुद्रको जुन छ नि छाल, समुद्रको छाल अथवा ज्वारलाई हामी के भन्छौँ? फादो भन्छौँ। यो त तपाईँलाई थाहा छ। अब रूपको केही रूप र चरित्रको बारेमा हेरौँ। केही रूपहरू जस्तै एपदा सुन्दर हुनु, मसित्ता ह्यान्डसम हुनु, खुयप्ता क्युट हुनु र छाल सङ्गीदा भनेको राम्रो देखिनु। खिगा खुदा हाइट ठुलो हुनु, खिगा छाक्ता हाइट सानो हुनु, मरिका खिल्दा कपाल लामो हुनु र मरिका चाल्ता भनेको कपाल छोटो हुनु। कपाल लामो हुनु, कपाल छोटो हुनु। अब चरित्रहरू हेर्नु, छेमित्ता भनेको चाखलाग्दो हुनु, इन्ट्रेस्टिङ, छिन्जलादा दयालु हुनु, छाक्खादा सोझो हुनु र फुजिरन आधा मेहनती हुनु, भालभाल आधा सक्रिय हुनु, यामजन आधा भलादमी हुनु, तोकतोक आधा चलाख हुनु र
संज्ञकी गुफादा चरित्र के हुनु हतारको हडबडे हुनु ओके यसरी हामी गर्दै जान्छौँ यसैगरी चित्र हेर्न सक्नुहुन्छ माधुसी मसिसयो ह्यान्डसम हुनुहुन्छ रे ने मसिसयो निचानान्सी खिगा खयो ने खिगा खयो त्यसै गरी छाया सिनन मरिका चाल भयो जयजीको कपाल छोटो छ त आनियो खिरयो लामो छ यसै गरी थोङसेङ भाइ चाहिँ भलादमी छ आनियो वालबा ल्यायो भने के एक्टिभ छ यो त सजिलो कुराहरू छन् यसमा समस्या भएन अब ग्रामर गो म यसको बारेमा नि तपाईँलाई अलिकति व्याख्या गर्छु ल हेर्नुहोस् भिएसटी प्लस गो आयो भने के हुन्छ र अथवा ए र यो कहाँबाट आयो खुरी गो अनीबाट ल हेर्नुहोस् उदाहरण छनन छनन सरी फाबुल मगयो म भात खान्छु कुरीगो छायो अनि के गर्छु सोध्छु दुईटा सेन्टेन्स भयो कि भएन म भात खान्छु अनि सोध्छु दुईटालाई जोड्यो हेर्नुहोस् छनन फाबुल मक्को छायो म भात खान्छु र के गर्छु सोध्छु ल हेर्नुहोस् यहाँ ल हेर्नुहोस् गो कहाँबाट आएको रहेछ खुरीगो दुईटा छ म भात खान्छु अनि सोध्छु छोटकरीमा दुईटैलाई संयोजकको काम केले गर्यो गो छनन फाबुल मक्को छायो गो कहाँबाट आएको रहेछ खुरीगोबाट यति कुरा याद गर्नु पर्यो ल हेर्नुहोस् यहाँ गो चाहिँ भव विशेषणमा जोडिएर दुई थरी भन्दा माथिको अवस्था क्रियाकलाप सत्यतालाई पंक्तिबद्ध जनाउँछ ल हेर्नुहोस् निचाननजी खिगा खुगो निचाननजीको हाइट ठुलो र कपाल के छ लामो छ यसै गरी म खाना बनाउँछु र मिङमियाउङजी चाहिँ सल्गजी हेयो भनेको भाँडा मान्नुहुन्छ यसै गरी थाराजी चाहिँ कम्बोडिया सारामीको कम्बोडियाको मान्छे हो र खाल्लोजी चाहिँ फिलिपिन सारामी हो फिलिपिनको मान्छे हो ल हेर्नुहोस् गो यहाँ फेरि पनि एकचोटि हेर्न सक्नुहुन्छ जस्तै खुगो भनेको ठुलो र मान्दुलगो भनेको बनाउँछु र साराम इगो भनेको मान्छे हो र नाउनमा के लाग्छ इगो भवमा गो लाग्छ नाउनमा इगो ल हेर्न सक्नुहुन्छ तपाईँले यहाँ फेरि पनि अलिकति सागवागा अत्ते हो स्याउ कस्तो छ सागो मासिसयो सस्तो र के छ मिठो छ सस्तो छ अनि मिठो छ यसै गरी चिगम नाल्सीगा अत्ते हो छुपको नुनी वायो चिसो र हिउँ परेको छ खाल्लो सिनन अत्ते हो खाल्लोजी कस्तो हुनुहुन्छ हेर्न त छेमी एकको छाके हो रमाइलो र के हुनुहुन्छ सोझो हुनुहुन्छ चुमारे मो यसयो पाल्ले हागो छङ्सो यसयो कपडा धोए अनि के गरे सफा गरे छाया सिनन अत्ते हो जयजी कस्तो हुनुहुन्छ टोकटोक हागो फुजिरहने हो चलाख र के हुनुहुन्छ मेहनती हुनुहुन्छ हाङ्गुगा खुम्बुगा अत्ते हो कोरियन भाषाको अध्ययन कस्तो छ स्विपको छेमिसयो सजिलो र के छ रमाइलो छ गो भनेको अनिलाई जोड्ने कुरा हो हामीले ए र भन्दा पनि र भनेर पढ्दा एकदम बेटर हुन्छ यही हेर्न सक्नुहुन्छ मेरो साथी निचानन चाहिँ थाइल्यान्डको मान्छे हो निचाननजीको चाहिँ हाइट ठुलो र के हुनुहुन्छ सुन्दर हुनुहुन्छ अनि दयालु हुनुहुन्छ ओके यसै गरी तपाईँले साथीको नाम निचानन रहेछ हाइट ठुलो छ र सुन्दर हुनुहुन्छ र दयालु हुनुहुन्छ यसै गरी आफ्नो साथीको बारेमा देख्न सक्नुहुन्छ अब कुराकानी दुई हेर्नुहोस् परिवारको साजिन फोटो रहेछ नि त इबुनी यो मान्छे अमनिसे हो आमा हुनुहुन्छ हो भनेर सोध्यो ने इबुनी अमनिसीको यो मान्छे यो महानुभाव आमा हुनुहुन्छ र इबुनी यो मान्छे चाहिँ आबजी भनेको बुबा हुनुहुन्छ यहाँ सबैमा सेयो आयो सामान्य वर्तमान काल आदर आबजी के छ बुबाको
ठिगा खुगो हाइट ठुलो र मसिस्सयो भनेको मसिस्सुसेयो ह्यान्डसम हुनुहुन्छ। आबजी के छन् बुबा मुसुनी लासेयो के काम गर्नुहुन्छ? बुबा चाहिँ क्याङछालक्वा निसेयो पुलिस अधिकृत हुनुहुन्छ। हेर्नु त सबैमा सेको आएको छ, सेयो आएको छ र के आएको छ, केस आएको छ। निचानन्दजीको आबाजी कुन काम गर्नुहुन्छ? क्याङछालक्वान पुलिस अधिकृत। र निचानन्दजीको आबाजीको हाइट सानो छ त? होइन, हाइट के छ, ठुलो छ। यसै गरी भाइ चलाक छ र एक्टिभ छ र दाजु चाहिँ छाक्कादा सोझो र के छ, दयालु छ। यसै गरी बनाउन सक्नुहुन्छ। एउटा महत्त्वपूर्ण एक अभिव्यक्ति छ हानबन्थ एकपटक अझ माल समेत चुसिके सयो भनेको रिपिट गरिदिनुहुन्छ भन्नुहुन्छ भनेर भन्यो। सरी छेसुङ्गाजीमा सरी हानबन्थ एकपटक अझ माल समेत चुसिके सयो भनिदिनुहुन्छ के कृपया हजुरले? माल आधाको आधार के भयो? माल समाधा। छेगा छालमोत थुरस भयो मैले चाहिँ गल्ती सुने रे। आ ए यी छन् वन थ चुस्या दोयो 2001 चाहिँ अझ दिनै पर्छ। उसले चाहिँ रिपिट गर्यो। अब हेर्नुहोस् हामीले सोचेको कुरा नोफिम्माल भनेको उच्च भाषा र फानमाल भनेको ठाडो भाषा। जस्तै सपोज हेर्न सक्नुहुन्छ अधिखासे हो कहाँ जानुहुन्छ? अधिखा भनेको कहाँ जान्छ? खासेको ठाडो के भयो? खा। नेपाली भाषामा जस्तै कोरियामा पनि सामान्य शब्दहरू आदरार्थी उच्च आदरार्थी सबै शब्दहरू प्रयोग गरिन्छ। यसै गरी हामी हेर्दै जान्छौँ। ल हेर्नुहोस् आङ्गु गएनन् कोरियन भाषामा नोफिम्माल उच्च भाषा र है फानमाल ठाडो भाषा छन्। हेर्न सक्नुहुन्छ तल फेरि एकचोटि हेर्न सक्नुहुन्छ आङ्गु गएनन् कोरियन भाषामा नोफिम्माल भनेको उच्च भाषा र फानमाल भनेको ठाडो भाषा छन्। नोफिम्माल भनेको उच्च भाषा र फानमाल भनेको ठाडो भाषा। नोफिम्माल उच्च भाषा चाहिँ छासिन फोदा आफूभन्दा नायिका मानखना उमेर धेरै अथवा घना भनेके अथवा। सिवी पद नोफन उच्च मान्छेलाई प्रयोग गरिन्छ र म्य भनेको र। फानमाल ठाडो भाषा नाई भनेको उमेर छगन सानो मान्छेलाई प्रयोग गरिन्छ। तर छासिन पोदा आफूभन्दा उमेर छगतो सानो भए तापनि ग्रामर आयो आअतो भनेके यता पनि है। छ मान्नान सारामिना पहिलो पटक भेटेको मान्छे अथवा खाकाब्जी आन्नन नजिक नभएको मान्छेलाई साङ्दे बाङ्गल दोस्रो पक्षलाई छोङजुङ आनन सम्मान गर्ने उइमिरो अर्थद्वारा नोफिमारल सायुङ आनन गसी उच्च भाषा प्रयोग गर्ने कुरा चोस्मिदा भनेको राम्रो हुन्छ। छोइगनेनन् हालचाल हालचालै चिकजाङ्गे सतो कार्यस्थलमा पनि छासिन पोदा आफूभन्दा अरिगना सानो अथवा सिवी भनेको पद नाजन सानो मान्छेलाई नोफिमालल उच्च भाषा चाहिँ प्रयोग गर्ने अवस्था धेरै हुन्छ है। हाङ्गु गरो कोरियन भाषामा माराल्ते भनेको भन्दा अथवा बोल्दा थेवा साङ्देबाङ कुराकानीको दोस्रो पक्ष अथवा कुराकानीको अवस्था अनुसार उच्च भाषा र ठाडो भाषा छाल राम्ररी खुबियलेस वर्गीकरण गरेर प्रयोग गर्नै पर्छ। खुरजी आनुम्यान त्यसो गरेन भने साङ्दे बाङ्गल दोस्रो पक्षलाई असहज बुलफेन भनेकै असहज हुन पनि सक्छ। फेरि एकचोटि कोरियामा उच्च भाषा र ठाडो भाषा छन्। उच्च भाषा आफूभन्दा उमेर धेरै भएको मान्छे अथवा पद उच्च भएको मान्छेलाई प्रयोग गरिन्छ र ठाडो भाषा चाहिँ है उमेर सानो मान्छेलाई प्रयोग गरिन्छ। तर आफूभन्दा उमेर सानो भए तापनि पहिलो पटक भेटेको मान्छे अथवा खासै नजिक नभएको मान्छेलाई ठाडो भाषा प्रयोग गर्न हुँदैन, उच्च भाषा प्रयोग गर्नै पर्छ। हालसालै कार्यस्थलमा पनि आफूभन्दा सानो अथवा पद सानो मान्छेलाई उच्च भाषा प्रयोग गर्ने अवस्था धेरै हुन्छ। कोरियन भाषामा भन्दा कुराकानीको दोस्रो पक्ष अथवा है कुराकानीको अवस्था अनुसार उच्च भाषा र ठाडो भाषा राम्ररी वर्गीकरण गरेर प्रयोग गर्नै पर्छ। त्यसो गरेन भने दोस्रो पक्षलाई असहज हुन पनि सक्छ। ल
हेर्न सक्नुहुन्छ तल। अब हेर्नुहोस्, आन्फ्यान अर्कोतिर छासिन फोदा आफूभन्दा नायिका मानाथो उमेर धेरै भए तापनि खाजोक्वा खाच्छी परिवार जस्तै ज्यादै नजिकको ख्वान्गे भनेको सम्बन्ध। यहाँ राम्यन भन्ने ग्रामर आयो। राम्यन भनेको हो भने, यो नाउनमा है हो भने ठाडो भाषा प्रयोग गरे पनि हुन्छ। छोरी अथवा छोराले बुबाआमालाई फानमाल ठाडो भाषा बोल्ने कुरा पनि सजिलै सुन्न सकिने कुराको कारणले हो। अहिले हामीले परिवारमा बुबाआमालाई पनि अथवा बुबा ठाडो भाषा प्रयोग गरेर बोलाउने चलन छ। यो जस्तै उच्च भाषा र ठाडो भाषा। छोङजुङ भनेको सम्मानको, जङ्तो भनेको ट्र्याक बाटो मात्र होइन, छिल्गो नाम भनेको सामिप्यताको ट्र्याक है महसुस गर्ने महत्त्वपूर्ण यकाल भनेको भूमिका पनि हो। फेरि एकचोटि है, यो जस्तै उच्च भाषा र ठाडो भाषा सम्मानको ट्र्याक मात्र होइन, सामिप्यताको ट्र्याक है ट्र्याकको महत्त्वपूर्ण भूमिका पनि खेल्दछ। यसले महत्त्वपूर्ण भूमिका पनि खेल्दछ। यसरी गर्न सक्छ। ओके, हेर्नु त सजिलो छ। कोरियामा उच्च भाषा र ठाडो भाषा छन्। प्राय आफूभन्दा ठुलो, उमेर ठुलो र पद ठुलो मान्छेलाई उच्च भाषा प्रयोग गरिन्छ र पद सानो मान्छे अथवा उमेर सानो मान्छेलाई है ठाडो भाषा प्रयोग गरिन्छ। तर कहिलेकाहीँ पद सानो भए तापनि अथवा उमेर सानो भए तापनि पहिलो पटक भेट्या मान्छेलाई हामीले उच्च भाषा प्रयोग गर्नै पर्छ। अनि अर्को कुरा, परिवारमा हामी प्राय नजिकको सम्बन्ध भएको कारणले हामी चाहिँ के प्रयोग गर्छौँ? ठाडो भाषा प्रयोग गर्छौँ। हेर्नु त, यहाँ फेरि हेर्नुहोस् त, हेर्न सक्नुहुन्छ। यो जस्तै उच्च भाषा र ठाडो भाषा सम्मानको ट्र्याक मात्र होइन, सामिप्यताको ट्र्याक है सामिप्यताको ट्र्याक के गर्ने? रिफ्लेक्ट गर्ने होइन, रिफ्लेक्ट गर्ने भनेको प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण भूमिका, यकाल भनेको भूमिका पनि हो। ओके, हामी यसै गरी पढ्दै जान्छौँ, याद गर्दै जानु होला है। अब हेर्न सक्नुहुन्छ, परिवार र साथीको बारेमा सोधेर जवाफ दिने कुरा पढियो, रूप र चरित्रको बारेमा पढियो र उच्च भाषा प्रयोग गर्ने कुराहरूमा हामीले उसी लाउँछौँ त्यो पनि पढिहाल्यो। सम्बन्ध भएको कुरामा हजुरआमा देखिहाल्नुभयो, उत्तर 2 नम्बर। अनि यन्से भनेको उमेर, उमेर भनेको नाई भइहाल्यो। वालवालादा भने सक्रिय हुनु, यसको अपोजिट के भयो? याम्जनादा भलाद्मी हुनु। अमनी के छ? आमाले छङ्सो हाँसिम्निदा, मिल्यो मिल्यो है। आबजी के छ? छाङमुन थाक्सिम्निदा होइन, थाक्कु सिम्निदा। हालमनी के छ? ओम्सिक मान्दुल सिम्निदा होइन, मान्दो सिम्निदा। र हाराबजी के छ? खिगा खु सिम्निदा होइन, के हुन्छ? खुसिम्निदा। म लेखिदिन्छु तपाईँलाई, अलिक सजिलो होला कि यो ठिक छ। यो हुनु पर्थ्यो यहाँ, यहाँ चाहिँ यो हुनु पर्थ्यो, यहाँ चाहिँ ल हटेर मान्दु सिम्निदा मात्रै हुनु पर्थ्यो। ओके, अब हामीले भर्खर पढेकोबाट जाउँ त। यहाँ तल उत्तर कस्तो हुँदो रहेछ हेरौँ। कोरियामा घनिष्ठ मान्छेलाई उच्च भाषा प्रयोग गरेर भनिन्छ हो त? होइन, युजली ठाडो भाषा प्रयोग गरिन्छ। कोरियन मान्छेहरू दोस्रो पक्षको उमेर अनुसार प्रयोग गर्ने कुरा फरक हुन्छ नि, पक्का पनि हुन्छ है। उमेर सानो मान्छेलाई घनिष्ठ नभए पनि ठाडो भाषा प्रयोग गर्ने हो त? होइन, के प्रयोग गर्नु पर्यो? शिष्ट भाषा। र परिवार नजिक सम्बन्धको मान्छेलाई उमेर धेरै भयो भने उच्च भाषा प्रयोग गर्नुपर्छ त? पर्दैन, ठाडो भाषा प्रयोग गरे पनि हुन्छ। उत्तर कति नम्बर भयो? 2 नम्बर भइहाल्यो है। कोरियन मान्छेलाई कोरियामा चाहिँ दोस्रो पक्षको उमेर अनुसार अथवा पद अनुसार प्रयोग गर्ने कुरा के हुन्छ? फरक हुन्छ। यसै गरी लिसनिङ पनि सजिलो छ, हेर्न सक्नुहुन्छ तपाईँले है। अनि हामी अर्को च्याप्टर पछि जान्छौँ। आज हामीले है नोफिम्माल र फानमालको बारेमा पढ्यौँ। हेर्नुहोस्, म कोरियामा 2004 को अन्तिममा 5 मा पढ्न जाँदाखेरि मलाई एउटा पनि भाषा आउँदैन थियो। मैले धेरै दुःख भोग्नु परेको थियो त्यो बेलामा, बुझ्नुभयो नि है। त्यो बेलाको स्ट्रगल, म पढ्न गएको स्टुडेन्ट हो,
तपाईँहरूले अब हामी जस्तै टिचर पाउनु भएको छ त्यसरी नै चाहिँ तपाईँले भोग्नु पर्दैन। 20 वर्ष भएछ। अब तपाईँहरू त अलि भाग्यमानी हुनुहुन्छ, किनभने नेपालमै राम्रा असाध्यै राम्रा टिचरहरू पनि आइसक्नु भएको छ। राम्ररी पढेर जानु हो भने कोरियामा दुःख हुँदैन है। हस् त, राम्ररी पढ्नु होला। हाम्रो च्यानल लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। धन्यवाद।